हेलो एभ्रिवान, स्वागत छ हजुरहरूलाई अर्चना राईको युट्युब च्यानलमा। हजुरहरू सन्चै हुनुहुन्छ होला, यहाँ म पनि सन्चै छु भन्दै फेरि पनि हजुरहरू सामु आइसकेकी छु। स्वीकार्नु होला भन्न चाहन्छु। अनि चाहिँ अहिले चाहिँ अब दिउँसोको 2:30 भइसकेको अवस्था छ। म चाहिँ यहाँनिर मल बोक्नु पर्ने अदुवा रोप्नको लागि जमिनको तयारी गर्नुपर्ने साथीहरू दर्शकवृन्दहरू हेर्दै गर्नु होला है त हजुरहरू। म हजुरहरूलाई मल खनेको मल बोकेको पनि देखाउने छु है हजुरहरू। गाइजहरू म चाहिँ मल खन्न थाले। ल हेर्नुहोस् है, एकदम अल्छी लागेको अवस्था छ। गर्मीले अघिसम्म घाम लागिरहेको थियो, अहिले चाहिँ अलिक ओझिएको छ। निन्द्रा आएर हाई हाई आएर शरीर भद्दा भएर अलिकति छ, धेर त छैन। तर जमिनको तयारी त गर्नु पर्यो। मल लाएर बोरामा लगाउनु पर्यो। के भन्नु, साथीभाइहरू चर्को छ। गाउँघरको बसाइ सहर बजारमा भए घाम पानीमा डर्नु पर्ने थिएन। त्यही पनि जागिरेलाई मात्रै हो, आउने बाटो हुनेहरूलाई नभए त बाहिर काम गरी खानु त चर्को छ फेरि हामी जस्तोलाई। साथीहरू ल साथीहरू, एक बोरा भारी लगाइसकेँ। बोरामा नाम्लो लिएर आउँछु है। नाम्लो लिएर आएँ। हेर्नुहोस् है, घामले त सासै रोक्ने भयो है। भन्न नजिकै पुऱ्याउने हो, धेर टाढा त होइन। यो बिहान नुहाएर फेरेको लुगा सब मलै मल हुने भयो। अब होस् है। हात दुखेर यो दाहिने हात यहाँनिर यति दुख्छ। अस्ति यति सुनिराखेको थियो, झारफुक गरेर अलिक कम भएको छ, तर टोटल्ली निको भइसकेको छैन। ल उठेँ है गाइजहरू, बारीमा लाँदैछु है मल। यहीँनिर हो, नजिकै। बिसाइदिएँ, हेर्नुहोस् है। हेर्नुहोस् मल थुपारिदिएँ। अब चाहिँ डोकोमा ल्याउँछु होला हौ म, अप्ठ्यारो भयो बोरामा। यो पालि चाहिँ डोकोमा लानु पर्यो। यसलाई चाहिँ छाप्नु पर्यो। डोकोको पालबाट सबै मल लाग्छ नि त लुगामा।
गाइजहरू मैले चाहिँ यो डोकोमा लिएर घोप्टाएँ मल होइन। अनि यो अघिको बोरामा ल्याएको 2 चोटि भयो। मैले यो डोकोमा लिएर घोप्टाएँ अघिको यो बोराको हो होइन। जम्मा 2 भारी ल्याएँ। अनि अब कति ल्याउँछु यता यता पनि बोक्नु पर्ने खाली ठाउँमा। अनि यता यता यसरी यहीँनिर रोप्ने हो अदुवा। अदुवा चाहिँ ऊ पर छ यो सुँगुरको खोर परतिर। अनि पल्लो सुँगुरको खोर ओरतिर बिचमा छ अलिकति। अनि त्यसैलाई यहाँ त्यही अदुवालाई चाहिँ यहाँ बढाएर रोप्ने। हेर्दै गर्नु होला है। म के कति बोक्छु हजुरहरूलाई म भरे देखाउँछु। अब अहिले चाहिँ यति नै ल, किनभने अप्ठ्यारो भयो मलाई पनि। अनि भिडियो पनि लामो हुन्छ नि त, सो त्यही भएर हेर्दै गर्नु होला है। लु यो भारी पनि बोकेँ मैले। यो भारी घोप्टाको चाहिँ त्यहाँ भिडियोमा देखियो होला। मैले अघि गलत गरेछु के, भिडियो खिच्नलाई। हेर्नुहोस् है गाइजहरू, हाम्रो कुखुरीका माउ चल्लाहरू। यसले चाहिँ कति 22वटा कि 23वटा निकालेको थियो। कोही कागले लगे, अनि कोही चिलले बौडाइले होइन, अनि कोही कुकुरहरूले खाए। जम्मा 11-12वटा चाहिँ छ कि। अनि यहाँ पर भाले थुप्रै छ कुखुराहरू त परतिर चढ्दै होला। यहाँ चाहिँ म मल बोक्दैछु नि त, त्यही भएर किराहरू खोजेर खान आएको। हेर्नु नि यो सबै खोस्रेर जताभावी भरे फेरि बाख्रा बाँध्ने बेलामा चाहिँ यहाँनिर सबै हातले नभए एउटा भाटाले सबै यो पत्करहरू बटुलिदिन्छौँ। अनि मजाले बाख्राहरू बस्छ। यस्तै छ। मैले चाहिँ मल बोकिसकेँ। अब यति नै हो होइन। 1 भारी 2 भारी 3 भारी 4 भारी 5 भारी 6 भारी 7 भारी बोकेँ होइन। अब यसलाई कोदालोले यताउता छरिदिनु पर्छ नि त। यो घोप्टाएर त्यतिकै राख्यो भने सुक्दैन। बाख्राको उसै त अदुवामा हुँदैन भन्छन्, तर अब यसपाला मैले ट्राई गरेको के कतिको हुन्छ। सबै कोदालोले छरिदिन्छु चारैतिर, अनि सुक्छ नि त, सुक्खा हुन्छ। सो अनि चाहिँ अदुवा रोप्नको लागि बेस्ट हुन्छ। जमिनको तयारी, मलको तयारी सबै खनखान गरेपछि गाइजहरू। ओहो सासै फेर्नु गाह्रो भइराखेको स्थिति छ भाइ मलाई। केही रोग त लागेन फोक्सोमा मुटुमा जस्तो चाहिँ लाग्छ, तर मलाई केही भएको छैन। म एकदम स्वस्थ छु, राम्रो छु भनेर सङ्कल्प गर्नुपर्छ अरे। केही हुँदैन हामीलाई होइन। मतलब मलाई चाहिँ त्यस्तो भान भइराखेको छ क्या, के भयो कि कसो भयो कि भने जस्तो हुन्छ। म चाहिँ मल छर्न थाल्ने गाइजहरू।
गाइजहरू मैले चाहिँ मल छरिसकेँ। हेर्नुहोस् ल, हेर्नुहोस् तेर्छो एक मेलो ट्याक्कसँगले। ल हेर्नुहोस् यताबाट पनि पुरै एक मेलो छ। यो बाङ्गो टिङ्गो चोसा चोसी चाहिँ अदुवा रोप्दाखेरि मात्रै मिल्छ है। चार कुना चार चोसा गाइजहरू हेर्नुहोस्। गर्मीयामा त सबै फेस चिलाएर है, एउटै केही बाँकी रहँदैन भाइ। उसै त मेरो फेसभरि मेलाजमा मात्रै छ पोतै पोतो। पुरा टेन्सन लाग्छ हो गाइजहरू। कसलाई पो राम्री बन्न मन लाग्दैन र यो उमेरमा पनि, भन्न नमिल्ने। उमेर त धेर गएको छैन भाइ मेरो, गेस गर्नुहोस् है। कोही भन्दा कमी अनि छि भन्ने पनि छुइनँ है म चाहिँ। गाइजहरू हजारौँको भिडमा पनि म एक्लो महसुस हुँदा पनि म आफूलाई राम्रो मान्छु, राम्रो ठान्छु क्या। म चाहिँ एक स्ट्रङ लेडी पनि हो गाइजहरू भन्न चाहन्छु आफूलाई नै। किनभने मैले हजारौँ दुःख कष्टहरू, हजारौँ सङ्घर्षहरू अनि यस्तो रोग जितेर आएकी छु, यस्तो रोग जितेर आएकी छु कि भोलि गएर भगवानको कानमा समेत नपरोस्। त्यो चाहिँ अहिले म खुलासा गर्न चाहन्न। पछि आउने भिडियोहरूमा चाहिँ म सायद खुलासा गर्नेछु। तर घरायसी कुरा, आफ्नो व्यक्तिगत कुरा पनि सञ्जालमा चाहिँ नखुलाउनु भन्छन्। सायदै म खुलाउँदिनँ, खुलाउनै पर्दा खुलाउने छु है गाइजहरू। अहिले चाहिँ घाम मन्द मन्द भएको अवस्था छ। अघि त शरीरबाटै पुरै आगो निस्केला जस्तै भएको थियो। यतिखेर जङ्गलमा छ्यास्स वन जङ्गलमा चाहिँ डढेलो लगाइदियो भने सारा खतम हुन्छ। त्यस्तो समय छ, त्यस्तो दिन छ चैत वैशाखको दिनमा भन्न चाहन्छु। यस्तै छ है, यस्तै छ। अब चाहिँ म अदुवा खन्छु कि खन्दिनँ कि, खने भने हजुरहरूलाई देखाइहाल्छु, खनिनँ भने भोलि खन्छु या कहिले खन्छु या आजै खन्छु है त। म चाहिँ अदुवा खन्नु थालेँ है गाइजहरू। पारा त हुँदैन होला ला, सबै कराक भयो त हौ। टुसा आइसकेछ। बाबुहरू कराक पो भयो त हौ। हेर्नुहोस् अदुवा त यहीँ पो सुक्न आँटेछ है। हेर्नुहोस् है, यति खने। यो चाहिँ म सबै खनिसक्छु आजै, भरे मात्रै देखाउँछु है खनिसकेर तपाईँहरूलाई। हेर्नुहोस् है गाइजहरू, यति भयो अदुवा। आधी सरुङ यहीँ माटोमै जमिनमै पचि गएछ। माटोले खाइहाल्छ नि त खन्नु ढिलो भयो भने, जस्तो चाहिँ मलाई लागेको। तर के हो, के कुतल पर्यो होला, के भयो। हाम्रो कुखुराहरू यतै छ है। बङ्गुर सुतेछ अहिले। मल्खु दिनुभएको थियो माई हस्बेन्डले, मकैको मल्खु। ल यस्तै छ अदुवा। यो पहिलाको पुरानो बुढी माउ पनि एक दुईवटा छुटेको थियो कि निकाल्नु, त्यो चाहिँ कुहेको हो कि ठिकै छ, केही छैन। यति फलेछ। अब यही अदुवा यहाँ रोपिदिने कुनै दिन। अब 2-3 दिन पछाडि या
कहिलेतिर हुन्छ भन्ने नै छु, देखाउने नै छु हजुरहरूलाई। म चाहिँ साथीहरू अदुवा बोरामा लगाउँदैछु। छाम्दै लगाउनु पर्छ नि त, सुकेको कुहेको रोप्नु हुँदैन। त्यसले चाहिँ अरू अदुवालाई पनि बिगार्छ। हेर्नुहोस् अदुवा कोही त ठुल्ठुलो फलेछ है, हेर्नुहोस्। यहाँ हेर्नु कसरी काटेकी छु मैले, आलु काटे जत्तिकै। ल हेर्नुहोस् अदुवा कत्रो फलेको छ। यसलाई यसरी 2 फारी बनाउने, अनि रोप्दा चाहिँ फेरि साह्रै सानो बनाउनु हुँदैन। यसलाई यतिको भाँचेर रोप्दा चाहिँ पछि माउ निकाल्न पनि सजिलो हुन्छ। यो छ नि जुन टुसा आएको, यो टुसा आएको भाग, यसलाई यसरी ठाडो रोप्नु हुँदैन। यसरी सुताएर रोपिदिनुपर्छ, यसरी यानि कि यसरी। अनि माउ झिक्दा पनि सजिलो हुन्छ। यतिको डिस्टेन्समा रोप्नुपर्छ। अनि यसरी ठाडो झिक्यो भने चाहिँ माउ झिक्नलाई यो हुन्छ माउ, अनि यहाँबाट निस्केको चाहिँ भनौँ न बच्चा हो। बच्चा चाहिँ पछि फेरि फलेर यस्तै हुन्छ, यस्तै माउ हुन्छ है गाइजहरू। ल हेर्नुहोस्, अब आजको काम चाहिँ यति नै हुन्छ होला सायदै भन्न चाहन्छु। भिडियो चाहिँ एकछिनमा इन्ड गर्छु है म साथीहरू। गाइजहरू आजको भिडियो हजुरहरूलाई कस्तो लाग्यो? आज जे जति कामहरू गरेँ मैले सबै त्यो हजुरहरूलाई देखाइ नै हालेँ। फेरि अर्को दिन अदुवा रोपेको भिडियो हजुरहरूलाई देखाउने नै छु भन्दै फेरि पनि एकपल्ट भन्न जाँदैछु कि लाइक, कमेन्ट, सेयर, सब्सक्राइब चाहिँ अवश्य पनि गरिदिनु होला। एकदमै कन्जुस गरिरहनु भएको छ हजुरहरूले कि भिडियो नराम्रो लाग्यो तपाईँहरूलाई। त्यही भएर म पनि अगाडि बढ्न सकिरहेकी छुइनँ। तपाईँहरूले कमेन्ट गर्नुभयो भने मात्र मलाई भिडियो बनाउने जाँगर चल्छ। सो त्यही भन्दै आजलाई बाई बाई है। बाँकी अर्को भ्लगमा भेट हुने नै छौँ। तबसम्मको लागि म बिदा हुन चाहन्छु हजुरहरूबाट। शुभ सन्ध्या भन्न चाहेँ।